दाइको कामै भनेको हिमाल चढ्ने हजुर हजुर 10वटा हिमाल चढिसक्नु भन्नुभयो नि त हजुर यो चाहिँ कहाँ लोच्छेको भन्नुभयो दाइले लच्छेको अनि हाम्रो एभरेस्ट चाहिँ कतिचोटि हान्नुभयो अरे एभरेस्ट मेरो 3 चोटि भयो अरे 3 चोटि हानिसक्नु भयो है अस्ति हाम्रो न्युज आइरहेको थियो एकजना कतिचोटि 32 कि 33 चोटि हान्नुभयो भनेर होइन हजुर हजुर 32 चोटि हो 32 चोटि हान्नुहुन्छ हेट अनि नेक्स्ट कहिले हान्ने तपाईँ चाहिँ एभरेस्ट अब एभरेस्ट अर्को वर्ष मात्रै हुन्छ अर्को वर्ष यसपालिको लागि अफ भइसक्यो भन्ने क्लोजै भइसक्यो क्लोज होइन अनि मेरो लागि चाहिँ क्लोज भइसक्यो ए यो निकाल्न त एभरेस्ट चढे जस्तै गाह्रो रहेछ त दाइ डुप्लिकेट हालिदिनु डुप्लिकेट भन्दा नि कुनलाई ओरिजिनल भन्ने र ओरिजिनल त यही मात्रै भयो नराम्रो क्वालिटीको भयो अब राम्रो हाल्ने नि भइगयो नि अर्को पाल निक्लिँदा चाहिँ पक पक निक्लिन्छ एउटा एउटा फर्स्ट टाइम एभरेस्ट समिट हान्दा कति वर्षको हुन्थ्यो तपाईँ 22 वर्षको थियो 22 वर्षमा र तपाईँको चाहिँ यो नयाँ केस उडन केस मजाले घुम्छ स्ट्यान्ड पनि उडाउनु मिल्छ यसो एभरेस्ट समिट हाने बेला यसो हिउँमा राखेर भिडियो सिडियो यसो मोमेन्ट क्याप्चर गर्नलाई नि हुँदैछ दाइको होइन